आजभन्दा लगभग 130 वर्ष अघिसम्म विश्वकै महान व्यक्ति मानिने गौतम बुद्ध साहित्य एउटा कथा थिए। हो, धेरै मानिसहरू भन्थे साँच्चीकै गौतम बुद्ध थिए भने उनको जन्मस्थान कहाँ छ। तर एक दिन नेपालको जङ्गलमा भेटियो एउटा यस्तो स्तम्भ जसले बदलिदियो पुरै इतिहास। स्वागत छ तपाईलाई। आजको भिडियोमा हामी कुरा गर्नेछौँ बुद्धको जन्मस्थान लुम्बिनी कसरी भेटियो र बुद्धका ती जीवनोपयोगी सन्देशहरू के हुन् भन्ने विषयमा। आज हामी सबैलाई थाहा छ कि गौतम बुद्ध नेपालमा जन्मिएका हुन्, तर सधैँ यस्तो थिएन। करिब 130 वर्ष अघि बुद्धको जन्मस्थान कुनैलाई थाहा थिएन। चिनिया यात्री फ्याक्सिनले आफ्नो यात्रा विवरणमा केही सङ्केत दिएका छन्, तर एक्ज्याक्ट लोकेसन भने कोहीसँग थिएन। त्यसपछि सुरु हुन्छ नेपालमा रहेको तानाशाह राणा शासनको कथा। जब वीर शमशेर राणा प्रधानमन्त्री थिए, उनले एउटा जिम्मेवारी दिए। उनले भाइ खड्ग शमशेरलाई भारतबाट आएका पुरातात्विक एन्टन फ्रेयरसँग मिलेर उनीहरूले खोज सुरु गरे। अनि त्यस खोजपछि उनीहरूलाई विक्रम सम्वत 1953 मङ्सिर 18 मा नेपालको तराई जङ्गलमा भेटियो एउटा अशोक स्तम्भ। त्यो स्तम्भमा लेखिएको थियो एम्परर अशोका। गौतम बुद्ध आफै आएर लेखेका थिए, यो नै गौतम बुद्धको जन्मस्थान हो भनेर। बस त्यही एउटा प्रमाणले संसारलाई देखायो बुद्ध एक मिथ होइनन्, वास्तविक व्यक्ति हुन् भनेर। राजकुमार भएर जन्मिएका गौतम बुद्ध सबै सुख सुविधामा जन्मिएका थिए। उनलाई कुनै कुराको अभाव थिएन। त्यो हुँदाहुँदै पनि उनले एक दिन देखे बुढाबुढी, रोग र मृत्यु। त्यो देखेपछि उनले सबै त्यागेर सत्यको खोजी सुरु गर्नतर्फ लागे। 6 वर्षको कठोर तपस्यापछि बोधि वृक्ष मुनि उनले ज्ञान प्राप्त गरे। उनको कठोर मेहनतपछि उनले जीवनमा के गर्न हुने र नहुने सन्देश बताएका छन्। लेसन नम्बर 1, सत्य खोज्न डराउनु हुँदैन। कम्फर्ट जोनबाट बाहिर ननिस्केसम्म हामीले साँचो कुरा बुझ्न सक्दैनौँ। हामीले जीवनमा कहिलेकाहीँ जोखिम लिनु नै ठुलो परिवर्तनको सुरुवात हो। लेसन नम्बर 2, धन सम्पत्तिले मात्र खुसी दिँदैन। धेरै पैसा, शक्ति र सुख हुँदा पनि मन सन्तुष्ट नहुने सक्छ। बुद्धसँग सबै कुरा थियो, तर उनले आन्तरिक शक्ति रोजे। लेसन नम्बर 3, पेन इज युनिभर्सल। जीवनमा सुख, दुःख, रोग र मृत्यु सबैका लागि समान हुन्छ। हामी दुःखबाट भाग्न सक्दैनौँ, तर त्यसलाई बुझ्न सक्छौँ। लेसन नम्बर 4, सेल्फ कन्ट्रोल इज पावर। मनलाई नियन्त्रण गर्न सक्नु सबैभन्दा ठुलो शक्ति हो। बाहिरी संसारलाई जित्नुभन्दा पहिले आफ्नो सोचलाई जित्नुपर्छ। आज हामी जुन लुम्बिनी देख्छौँ त्यो केवल एउटा स्थान होइन, त्यो इतिहास, सत्य र प्रेरणाको प्रतीक हो। तर यदि हामीले यसलाई जोगाएनौँ भने सायद फेरि इतिहास हराउन सक्छ। बुद्धले दिएका ती उपदेशहरू आफ्नो जीवनमा लागू गर्यौँ भने हाम्रो जीवन पक्कै नै उज्जवल बन्नेछ। हाम्रो भिडियो मन परेमा भिडियोलाई एक लाइक गरी हाम्रो च्यानललाई सब्स्क्राइब गरेर जोड्न नभुल्नुहोला। मिल्ने नै छौँ नयाँ टपिकमा। धन्यवाद।